हुन्छ ठिक छ त खुसी लाग्यो ल ल म यसरी तपाईको काखमा रङ रलिया मनाएर बसिछु है बिचार मेरो बुढो विदेशमा कति दुःख गरेछन् है तिमीलाई दुई ढुङ्गा तर्नु हुनै पर्दैन बुढालाई गर्नुपर्ने व्यवहार बुढालाई गरिदेऊ मसँग गर्नुपर्ने व्यवहार मसँग गर उसै ठिकै छ नि तिमीलाई दुवै हातमा लड्डु भन्छ नि बुढो छोड्नु परेन मलाई घुमाउनु नि परेन अब मैले गुण लगाएको छु बुढा नआयो होला तिमीलाई के खाँचो भएको थियो सबै खाँचो त मैले पुरा गरेको थिएँ नि त मेरो कुरा सुन्नु न भन 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 मेरो बुढोले विदेशमा कति दुःख गरेछन् है बिचरा कति गर्मी हुन्छ अरे मैले सुनेको है अरूले भनेको कस्तो गर्मी हुन्छ अरे कति पसिना आउँछ अरे कति मेहनत गरेछन् कति दुःख गरेछन् बिचरा है छोराछोरी बुढी भनेर त दुःख गरेन होइन तर एउटा कुरा के तपाईलाई नि मैले बिर्सिनै सक्दिनँ भाइ तपाईको नि धेरै माया लाग्छ कि मलाई किन नलागे अब मैले गुण लगाएको छु बुढा नआयो होला तिमीलाई के खाँचो भएको थियो सबै खाँचो त मैले पुरा गरेको थिएँ नि त त्यही भएर तिमीलाई त्यही मायाले गर्दा तिमीले मलाई भुल्न नसकेको हो नि तर मैले मेरो बुढोलाई पनि भुल्न सक्दिनँ कि बुढो भनेको मेरो जिन्दगी हो मेरो मुटु हो होइन मेरो लागि मेरो छोराको लागि कति दुःख गरिरहेछ कति सङ्घर्ष गरिरह घर बनाउँछु बुढी नातिय भन्छन् होइन अर्कोतिर फेरि तपाईँ हुनुहुन्छ न तपाईँलाई नै छोड्न सक्छु न बुढोलाई नै छोड्न सक्छु है दुई ढुङ्गा बिचको तरुल जस्तै भएँ क्या म त अब यसो गर न तिमीलाई दुई ढुङ्गा तर्नु हुनै पर्दैन बुढालाई गर्नुपर्ने व्यवहार बुढालाई गरिदेऊ मसँग गर्नुपर्ने व्यवहार मसँग गर उसै ठिकै छ नि तिमीलाई दुवै हातमा लड्डु भन्छ नि बुढो छोड्नु परेन मलाई घुमाउनु नि परेन यो त मास्टर माइन्ड लाउनु पर्यो नि मास्टर माइन्ड तर तपाईँ स्वार्थी हुनुहुँदो रहेछ कि अहिले बल्ल थाहा भइरहेको छ किन भन त यस्तो भन्ने होइन नि त तिम्रो बुढोलाई पनि अङ्गाल बुढोलाई अब तिमी छोड्न सक्दिनौ भन्छौ छोडेर आउँछौ भने त म अहिले लान म तयार छु म पनि तिमी बिना बाँध्न सक्दिनँ नि साँच्ची भगवान कसम ल कसम खाइदिएँ मैले यदि भन्दा त विश्वास भयो होला नि म त्यस्तो गर्दिनँ म मेरो बुढोलाई म धोका पनि दिन्न मेरो बच्चाहरूलाई धोका पनि दिन्न होइन बुढोले थाहा नपाऊ जेलसँग म तपाईँसँग रिलेसनमा बस्छु होइन तपाईँले बाहिर हल्ला कतै नगर्नु मेरो जिन्दगीको सवाल छ त्यस्तो कुरा नै हल्ला गर्छन् नगर्नु अनि भोलि आएर बुढोले पनि थाहा नपाउनु जेलसम्म हामी भेट्ने जङ्गलमा आउने भेट्ने होइन त्यो गरमला आफ्नो ठाउँमा छ तर हे भगवान् म के भन्छ नि मेरो बुढोले थाहा नपाओस् मेरो बुढोको कानमा चाहिँ हामी दुईटाको कुरा नपरोस् पर्दैन किनभने भगवानले चाहिँ नि बुढो नभएको बेला मलाई कन्ट्याक्ट गराइदिएछ नि तिमीलाई त्यो त उपरवाला खेल हो नि त भगवानले नै कन्ट्याक्ट गरे भगवानले कन्ट्याक्ट गरायो किनभने तिमीले खान पर्ने अब बेला खान पाइनौ अब यो मान्छे भोको छ भनेर भगवानले मलाई पठायो हो नि त अनि तिम्रो भोको मैले टार्दिएपछि त अनि भगवानले पठायो भएन त्यो पनि हो भाइ भगवानलाई भन न किन बुढो उता छ बुढो उता छ भने त भोको त लाग्छ मान्छे लाग्दैन बेला खान पर्यो नि कस्तो लाग्यो मेरो कुरा तपाईको कुरा नि ठिकै हो हैन कहिले हातले है खादा हात उता राखी तर तपाईँ कस्तो हुनुहुन्छ कि कस्तो छु म यस्तो यो अब अलि गोफाडी छु चङ्गे टाइपको छु म हैन अब फेरि एकदम दयालु भावमा म सबैलाई उद्धार गर्ने मान्छे परि फेरि उद्धार अब मतलब सबैलाई उद्धार गरे अरु म जस्तै अरूलाई होइन अरु दुःख पीडितलाई भने तिमीलाई गर्ने उद्धार बुढो नभएको उद्धार हो अब कोहीले खान नपाउनलाई भात लगाएर खुवाउन पर्यो कोहीलाई पैसा दिन पर्यो कोहीलाई किनेर गरेर लैदिनु पर्यो त्यस्तो समाजसेवी उद्धार भने कसलाई के खाँचो छ साँच्चै म तपाईँ बिना बाँच्नै सक्दिनँ भाइ म पनि सक्दिनँ भने एकछिन नदेख कहाँ जाउँ के गरौँ कहिले तिमीलाई भेटेर तिमीले हाँसेको तिम्रो त्यो मुस्कान है तिम्रो अब के भनौँ अब तिम्रो त्यो आँखा हेर्नु त्यो आँखाको नानी झल्किएर आउँछ मलाई के भयो भने मलाई फेरि हेर्नु त एकचोटि ल राम्रोसँग हेर्नु मलाई यो चिउडो फेरि यति राम्रो छ मलाई मन पर्यो यो चिउडो के फेरि लामो हुन्छ है यस्तो के कुरा गर्नु चिउडोले के गर्छ र चिउडोले त सुनै आउने चिउडो हो भने के म यसरी तपाईको काखमा रङ रलिया मनाएर बसिछु है बिचार मेरो बुढो विदेशमा कति दुःख गरेछन् है हैन यसो हो बुढोले विदेश गएर दुःख गर्छ पैसा पठाउँछ घर व्यवहार पनि हेरिरहेको छौ अब बुढो नआउन्जेललाई म छँदैछु बुढो आयो भने नि अब यसो बिहालाई मिलाउँदै टाइम मलाई भेट्न आऊ म तिमीलाई भेट्न आइहाल्छु बरु तिमी हामी बुढो आएपछि अलि सजग चाहिँ हुनुपर्छ नि फेरि अनि सजग भएन भने तपाईलाई छिनाल्दिन्छ मलाई छिनाल्दिन्छ अनि फेरि मेरो बुढी कहाँ जान्छ टाइम टाइममा घर आउन भनेर बुढोले गति गरे हुन्छ त्यो बेला चाहिँ हामीले मास्टर माइन्ड लगाएर भेट्ने नठाउँमा अनकन्टामा भेट्नुपर्छ है त्यसरी भेट्ने अब हुन्थ्यो बुढाको धेरै याद नगर
बुढाको याद आएपछि मलाई कल गर्ने गर। तपाईँलाई के थाहा मेरो बुढोले मलाई कति माया गर्थे भन्ने कुरा त मलाई थाहा छ नि त। ए बाबा बुढोले आफ्नो बुढो कसलाई माया गर्दैन भने? तर मैले घात गरेर मेरो बुढोलाई धोका दिएर तपाईँसँग हिँडेछु नि त है। अनि यसो सोच्छु कि मैले गलत त गरेकै छु, भोलि पक्रे भने मेरो जिन्दगी के होला भन्ने लाग्छ कि मलाई। म त बुढोले पक्रे भने तुरुन्त मलाई आऊ म नानी म तिमीलाई पाल्छु भनेपछि तिमी मसँग आऊ, तिम्रो टेन्सनै छैन नि। त्यो बुढोले चाहिँ निकाल्यो भने त म छैन। तर सकेसम्म ननिकालोस् भन्नु न, माया गरोस्, थाहा नहोस् कसैलाई भन्नु न। तिमीलाई त्यस्तो लाग्छ, मलाई अहिले लिएर घर लैहालौँ जस्तो लाग्छ भने मलाई एकछिन छोड्नु मन लाग्दैन। अनि त्यो बुढोले ननिकाल्यो भन्यो भने त मैले मान्ला मेरो? तिमीलाई त अहिले पाएर लिएर जाउँ, मान्छे भने अहिले जान्छु जानी हो। नै म मेरो भगवान जस्तो बुढोलाई धोका दिन्न के, बुझ्नुमा नि। भगवान जस्तो बुढोलाई एउटा भगवान उता हुनुहुन्छ, एउटा भगवान म भइहाली। दुईटा भगवान भएपछि तिमीलाई कुनै खाँचो हुँदैन। पैसाको खाँचो उतार आउँछ, माया मामाको खाँचो म दिइहाल्छु होइन त। अब के चाहियो? अब तिमी त एकदमै लकी मान्छे रहेछौ नि त। क्या हो? खुसी लाग्यो। खुसी लाग्यो हजुरको कुरा सुनेर। तिमीलाई यसो खुसी पाएर हाँस्दाखेरि मलाई आनन्द आउँछ फेरि। त्यो मुसुक्क हाँस्यो है, मेरो मन कटक्क खान्छ भने कहिले भेट खाने मन हेरौँ न त। कटक्क खाएर सँगै सधैँ एकछिन चाहिँ एक पल पनि छुट्नु नपर्छ जस्तो लाग्छ भने मलाई। हो कस्तो चाहिँ माया परिवार पर्ने नि। ठिक छ, केही भएन होइन। हामी सधैँभरि यसरी नै भेट्नुपर्छ, लुकी छिप्पी है, खुल्लम खुल्ला भेट्नु हुन्न, कसैलाई थाहा हुनु भएन है। तर बुढो आएपछि नि मलाई स्ट्याम्प त अलिक बढी दिनुपर्छ फेरि। म त बाँच्नै सक्दिनँ, म त्यस्तो भइसकेको छु नि फेरि। म पनि दबाई बिना बाँच्नु सक्दिनँ के गर्नु, बाँच्छु त नि। म त बुढोको आँखा छलेर पनि आउँछ। अलिकति घर आउने साथ झगडा गऱ्यो भने तिमी रुनु पर्दैन है। तिम्रो आँखाले एक थोप आँसु झरे म हेर्न सक्दिनँ नि फेरि। एकजना म बाँच्न दिन्छु तिमीलाई है। बुढाले के गर्यो भने मलाई निकाल्ने भयो भने तिमीले भनेर रोको जस्तो नाटक गर्नु, म छँदैछु ल। हुन्छ, ठिक छ त? खुसी लाग्यो ल ल म त के ल जाउँ, अहिले जाउँ।